सो अब पहिला त हामी डेफिनेसनबाटै जाम है। रेडियोएक्टिभिटी भनेको के हो पहिला बुझ्न त पर्यो। सो रेडियोएक्टिभिटी भनेको के हो भने जस्तै तिम्रो अलिक ठुलो धेरै एटमिक नम्बर भएको जति पनि एटमहरू छन् नि तिनीहरू स्टेबल हुँदैन कि तिनीहरूको न्युक्लियस चाहिँ मजाले आरामले बस्न सक्दैन कि टुक्रिन खोज्छ कि है। युजुअल्ली यस्तो एटमहरू अथवा यस्तो न्युक्लियसहरू बेसिकली न्युक्लियस एटम भन्दा पनि न्युक्लियस भनेर भन्नु पर्यो है। यस्तो न्युक्लियसहरू जसको एटमिक नम्बर जेटले रिप्रेजेन्ट गरिन्छ यसलाई। यो चाहिँ हाम्रो अलमोस्ट 83 अथवा 82 भन्दा ठुलो अथवा त्योभन्दा माथिको अलमोस्ट है सबै यहाँभन्दा माथिको लगभग सबै चाहिँ रेडियोएक्टिभ हुन्छ। र अर्को कुरा अब सानो एटमिक नम्बर भएको पनि कुनै कुनै चाहिँ रेडियोएक्टिभ हुन्छ है। हामीले नर्मल्ली देख्ने 83 भन्दा सानो एटमिक नम्बर भएको हामीले नर्मल्ली देख्ने एलिमेन्टहरू चाहिँ तिनीहरू रेडियोएक्टिभ हुँदैन, तर तिनीहरूको कुनै कुनै आइसोटोप हुन्छ कि जस्तै कार्बनको एउटा आइसोटोप हुन्छ C14 भन्ने, त्यो रेडियोएक्टिभ हुन्छ है। यसले चाहिँ नि गामा रे चाहिँ डिके गर्छ यसले है। यो हामीले पढिन्छ पछि यो कार्बन डेटिङमा युज गरिन्छ। जस के बुझ्नु पऱ्यो भने 83 अथवा त्योभन्दा ठुलो एटमिक नम्बर भएको जति पनि हाम्रो न्युक्लियसहरू छ है तिनीहरू स्टेबल हुँदैन कि, दे आर अनस्टेबल है। तिनीहरू स्टेबल हुँदैन, थुक्क बस्न सक्दैन कि, मिलेर बस्दैन तिनीहरू। त्यहाँभित्र प्रोटोन हुन्छ न्युट्रोन हुन्छ होइन, तिनीहरू मिलेर बस्न सक्दैन। त्यही भएर युजुअल्ली के गर्छ भने तिनीहरू टुक्रिन्छ कि के हुन्छ टुक्रिन्छ कि त तिनीहरू टुक्रेर नयाँ एटममा क्रिएट हुन्छ है। एउटा ठुलो एटम छ भने टुक्रेर सानो एटम दुईटा बन्यो होइन, न्युक्लियस भनौँ एटम भन्दा पनि। अथवा तिनीहरूले के गर्न सक्छ त भन्दाखेरि तिनीहरूसँग एकदमै धेरै इनर्जी छ होइन, एकदमै धेरै इनर्जी छ यिनीहरूसँग। यसैले आफ्नो इनर्जी चाहिँ लुज गरेर थोरै इनर्जी लो इनर्जीमा यो बस्न सक्छ। यहाँ यसको हाई इनर्जी छ भने अब लो इनर्जीमा जान सक्छ इनर्जी छोडेर, र बल्ल गरेर स्टेबल हुन सक्छ त्यो होइन। अब कहिलेकाहीँ चाहिँ प्रोटोन र न्युट्रोनको सङ्ख्या चाहिँ धेरै थोरै भएर पनि अनस्टेबल भएको हुनसक्छ। त्यति बेला हाम्रो प्रोटोन न्युट्रोनमा चेन्ज हुने अथवा न्युट्रोन प्रोटोनमा चेन्ज हुने हुन्छ। सो जस न्युक्लियस टुक्रिने अथवा न्युक्लियसले केही इनर्जी केही रेडिएसन बाहिर निकाल्ने एउटा प्रोसेसलाई हामीले के भनिन्छ रेडियोएक्टिभिटी भनेर भनिन्छ है। सो रेडियोएक्टिभिटी भनेको बेसिकली के हो त भन्दाखेरि टु बी स्टेबल दिस अनस्टेबल न्युक्लियस दे ब्रेक ओके, they break into smaller pieces or they emit some kind of energy अथवा some kind of ray like अल्फा रे होइन, रे भनिन्न सरी अल्फालाई चाहिँ अल्फा पार्टिकल भनिन्छ। अल्फा पार्टिकल बिटा पार्टिकल अथवा गामा रे चाहिँ यिनीहरूले बाहिर निकाल्छ। त्यही एउटा प्रोसेसलाई हामीले के भनिन्छ रेडियोएक्टिभिटी भनेर भनिन्छ है। यसरी बुझ्नु पर्यो। अब रेडियोएक्टिभिटी दुई किसिमको हुन्छ, नेचरमा नेचुरल्ली भइरहेको पनि हुन्छ विदाउट ह्युमनको इन्टरफेरेन्स है। सो त्यस्तोलाई हामीले भनिन्छ नेचुरल रेडियोएक्टिभिटी। वाट इज नेचुरल रेडियोएक्टिभिटी भन्दाखेरि विदाउट ह्युमन इन्टरभेन्सन जति पनि किसिमको हाम्रो यो रेडियोएक्टिभिटी भइरहेको छ अनस्टेबल न्युक्लियस चाहिँ स्टेबलमा हुनको लागि यसरी जुन रेडिएसन निक्लिरहेको छ त्यो सबैलाई हामीले नेचुरल रेडियोएक्टिभिटी भनेर भनिन्छ है। ओके, सो रेडिएसन इमिट बाई नेचुरल्ली अकरिङ अनस्टेबल न्युक्लियाई टु बिकम स्टेबल है। यिनीहरू नेचुरल्ली नै अनस्टेबल छ, मान्छेले बनाएको होइन, र यिनीहरू नेचुरल्ली नै स्टेबल भइरहेको छ रेडिएसन इमिट गरेर। जस्तै इक्जाम्पलको लागि एउटा रेडियम हुन्छ है, रेडियम भन्ने एउटा एलिमेन्ट हुन्छ, यसको जुन एटमिक मास छ त्यो 226 हुन्छ होइन। र यो चाहिँ नेचुरल्ली नै के हुन्छ त भन्दाखेरि यो अनस्टेबल हुन्छ र स्टेबल हुनलाई यसले अल्फा पार्टिकल चाहिँ यसले इमिट गर्छ है, अल्फा डिके भन्छ। एकछिनमा हामीले डिटेलमै पढिन्छ, जस्ट यो एउटा इक्जाम्पल हो। अर्को अब कार्बन 14 जुन भनेको थियो यो पनि हाम्रो नेचुरल्ली नै के हुन्छ त भन्दाखेरि डिके गर्छ है। यो चेन्ज हुन्छ हाम्रो नाइट्रोजनमा र यसले के गर्छ त भन्दाखेरि गामा रे चाहिँ बाहिर निकाल्छ है। सो यो पनि एउटा इक्जाम्पल हो। सो यिनीहरू नेचुरल्ली हुन्छ, मान्छेले केही इन्टरफेयर गर्नु पर्दैन, आफै यिनीहरू अनस्टेबल छ, आफै स्टेबल एटममा चेन्ज हुन्छ, स्टेबल न्युक्लियसमा चेन्ज हुन्छ र बाहिर रेडिएसन निकाल्छ। र कहिलेकाहीँ चाहिँ हामी ह्युमनले नै के गरिन्छ त भन्दाखेरि आफ्नो युजेसको लागि चाहिँ तिनीहरूलाई अनस्टेबल बनाएर टुक्राउन कोसिस गरिन्छ है, त्यसलाई भन्छ आर्टिफिसियल।
आर्टिफिसियलमा हामीले के गरिन्छ भने एउटा स्टेबल न्युक्लियस छ, मानौँ यो स्टेबल छ कि है, थुपुक्क बसिरह। अब हामीले आफै बाहिरबाट केही कुरा यसमा हाल्छौँ कि त्यसलाई बम्बार्ड गर्नु भन्छ है। सो हामीले केही कुरा बम्बार्ड गरिन्छ यसमा आफै है। अब इट क्यान बी न्युट्रन होइन, न्युट्रन पनि हुनसक्छ, प्रोटोन पनि हुनसक्छ है। प्रोटोन अथवा न्युट्रन गएर हामीले आफै ठोक्काइदिन्छौँ। अब यहाँ एउटा एक्स्ट्रा न्युट्रन अथवा प्रोटोन गएपछि यो अब न्युक्लियस अनस्टेबल हुन्छ र यो अब टुक्रिन्छ, कि त टुक्रिन सक्छ सानो सानो टुक्रामा होइन, कि त हाम्रो यो जुन हामीले पठाएको थियो त्यो प्रोटोनमा कन्भर्ट हुनसक्छ, अरू केही न केही भएर यो अभियसली के हुन्छ त अनस्टेबलबाट स्टेबल हुनको लागि यसले बाहिरतिर एउटा रेडिएसनलाई फाल्ने काम गर्छ। र यसरी हामीले आर्टिफिसियल्ली नै के गरियो त स्टेबल न्युक्लियसलाई बाहिरबाट प्रोटोन न्युट्रोन अथवा यस्तो केही पार्टिकल फालेर त्यसलाई अनस्टेबल बनाएर त्यसलाई रेडियो एक्टिभ बनाइयो भने त्यसलाई हामीले भनिन्छ आर्टिफिसियल है। जस्तै अब युरेनियममा यसको एउटा बेस्ट इक्जाम्पल हो, हाम्रो एटोमिक बममा युज गरिन्छ। सो युरेनियम 200 यसको पनि टन्नै आइसोटोप हुन्छ है। युरेनियम एउटा मात्र हुँदैन, एउटा 235 हुन्छ, एउटा 238 हुन्छ। हामीले 238 वाला युज गरिन्छ, 2 है 238। अनि यसमा चाहिँ हामीले बम्बार्ड गरिन्छ न्युट्रोन है त, र यसरी बम्बार्ड गरेपछि यो केमा कन्भर्ट हुन्छ त भन्दाखेरि युरेनियम 235 मा हाम्रो कन्भर्ट हुन्छ है त। अनि त्यसपछि यसबाट अल्फा डिके पनि हुन्छ है। सो यसरी अब हेर्ने हो भने अब यो त भइहाल्यो है, यो त ठिक छ। तर यसबाट हामीलाई मेन चाहिने भनेको इनर्जी हो, र त्यो इनर्जी निक्लिन्छ रेडिएसनको फर्ममा। जस्तै अल्फा डिकेज हुन्छ, यो एउटा इनर्जी हुन्छ यसमा, र यही इनर्जीलाई हामीले युज गरिन्छ है। एटोमिक बममा पनि यही इनर्जी युज भएर हाम्रो ब्लास्ट हुने हो होइन। अब तिमीहरूको न्युक्लियर पावर प्लान्ट छ भने पनि यही इनर्जी युज भएर हिट प्रड्युस हुने हो त्यहाँ, जसले अब बिजुली निकाल्दा डिफ्रेन्ट काममा युज गरिन्छ है, एन्ड सो अन है त। सो यो के हो त आर्टिफिसियल हो। ओके, सो यो रेडियो एक्टिभिटीको बेसिक एउटा इन्ट्रोडक्सन जस्तो थियो है त। अब हामी मेन यसको टपिकलाई हेरौँ है। जस्तै हामीले हेऱ्यौँ नि त एउटा अनस्टेबल छ, अनस्टेबल न्युक्लियस छ, यो कन्भर्ट भयो स्टेबल न्युक्लियसमा, र यसले बाहिर के फाल्यो रेडिएसन है। यो रेडिएसन अथवा के पार्टिकल जुन यसले फाल्छ यो 3 किसिमको हुनसक्छ कि, एउटा अल्फा पार्टिकल, एउटा बिटा पार्टिकल र एउटा गामा रे हुनसक्छ। अब यो तिनटैको बारेमा हेरौँ है। यो तिनवटा भनेको एक्चुअलीमा के हो, यिनीहरूको प्रोपर्टी के छ सबै हेरौँ है। पहिला हामी अल्फा पार्टिकललाई हेरौँ है, यिनीहरूलाई एकैचोटि हेरौँ त सजिलो हुन्छ। अल्फा पार्टिकल, बिटा पार्टिकल, यो दुईवटा पार्टिकल हो है। अनि यो गामा चाहिँ रे हो है। सो रे भनेपछि यो वेभलेन्थ मात्र हो भन्ने बुझ्नु पऱ्यो। यो चाहिँ हाम्रो वेभलेन्थ मात्र हो। अर्को यो दुईवटा चाहिँ एक्चुअलमा पार्टिकल हो, यिनीहरूको मास हुन्छ, यिनीहरूको चार्ज हुन्छ भनेर बुझ्नु पऱ्यो है। ओके, पहिला हेरौँ अल्फा पार्टिकललाई। अल्फा पार्टिकल भनेको केही पनि होइन, हिलियमको न्युक्लियस हो। हिलियमको न्युक्लियस, जसलाई यसरी रिप्रेजेन्ट गरिन्छ। हामीले जहिले पनि लेख्दाखेरि कसरी लेख्न पर्यो त भन्दाखेरि तलतिर चाहिँ हामीले एटोमिक नम्बर लेख्ने यसरी, हिलियमको एटोमिक नम्बर 2 हुन्छ, र माथितिर चाहिँ हामीले एटोमिक मास लेख्ने। हिलियमसँग 2वटा प्रोटोन र 2टा न्युट्रोन हुन्छ है। थाहा होला तिमीहरूलाई 2टा प्रोटोन र 2टा न्युट्रोन हुन्छ। सो कति हुनुभयो त भन्दाखेरि यहाँ 4 हुनुभयो है, 2 + 3 4। ओके, सो हिलियमको न्युक्लियस हो अल्फा पार्टिकल भने, अरू केही पनि होइन। सो हिलियमको न्युक्लियस है, न्युक्लियसलाई नै हामीले यहाँ हेरिन्छ है, बाहिरको इलेक्ट्रोनलाई हेरिँदैन हामीले। सो मेन हामीले एटमलाई भन्दा पनि न्युक्लियसलाई हेरिन्छ। सो हिलियमको न्युक्लियस हुन्छ त्यसलाई हामीले के भनिन्छ अल्फा पार्टिकल भनिन्छ फर्स्ट। ओके, बिटा पार्टिकल भनेको फेरि इलेक्ट्रोन, यस्तो इलेक्ट्रोन जुन एकदमै फास्ट मुभ गरेर आउँछ। सो फास्ट मुभिङ इलेक्ट्रोनलाई के भनिन्छ बिटा पार्टिकल भनिन्छ। सो कति बिटा पार्टिकल निक्लियो भने त्यहाँबाट इलेक्ट्रोन निक्लिरहेको जसको चाहिँ नि स्पिड एकदमै धेरै छ भनेर भन्नु पर्यो। र अब गामा रे भनेको चाहिँ बेसिकली इलेक्ट्रोम्याग्नेटिक वेभ हो है, जसरी हाम्रो भिजिबल लाइट छ, एक्सरे छ होइन, माइक्रोवेभ छ, त्यसरी रेडियो वेभ छ, त्यस्तै हो गामा रे। ओके, सो गामा रे चाहिँ इलेक्ट्रोम्याग्नेटिक वेभ हो। यसको उसको कुरा गर्ने भने लगभग 10⁻13 मिटरको चाहिँ यसको वेभलेन्थ हुन्छ है त। सो यही रेन्जमा हुन्छ यसको। ओके, सो तिनवटा कुरा हेऱ्यो है। सो यो दुईवटा पार्टिकल हो भन्ने थाहा भइहाल्यो, इलेक्ट्रोन छ यहाँनिर, न्युक्लियस छ होइन, दुईवटा पार्टिकल भयो। यो चाहिँ पार्टिकल होइन, यो के हो वेभ हो। ओके, ल
अब यिनीहरूको मासको कुरा गरौँ है। मास एउटा कुरा के बुझ्नुपर्छ त भन्दाखेरि प्रोटोन अथवा न्युट्रनको मास अलमोस्ट सेम हुन्छ। यो दुइटाको मास चाहिँ 1.67 इन्टु 10 को पावर -27 केजी यसको हाराहारीमा हुन्छ है, यसकै वरिपरि हुन्छ है त। 1.6 चाहिँ अलमोस्ट सबै ठाउँमा मिल्छ, यहाँ कहिले काहीँ 4 लेख्छ कहिले 7 लेख्छ, जो त्यो चाहिँ अब डिपेन्डिङ अपन बुक त्यो चेन्ज भइरहेको छ, जस अलमोस्ट यति जति हुन्छ। सो यहाँ 4वटा छ नि त, यो त सो इन्टु 4 गरिदिउँ त यो अलमोस्ट 6 पोइन्ट कति आउँछ 6 जति आउँछ क्या है। अब 6.6 इन्टु 10 को पावर -27 केजी आउँछ, यो चाहिँ यसको मास हुन्छ। ओके ल, यो एउटा प्रोटोन अथवा एउटा न्युट्रनको मास हो। सो यहाँ 4वटा छ, सो यसरी लेख्नु पऱ्यो। अब यो इलेक्ट्रोन हो, इलेक्ट्रोनको मास हामीलाई थाहा छ 9.1 इन्टु 10 को पावर -31 केजी हुन्छ है। र यहाँ -27 छ, यहाँ -31 छ, -4 को डिफ्रेन्स छ, त्यो भनेको एकदमै ठुलो डिफ्रेन्स हो कि है। त्यही भएर यो इलेक्ट्रोनको लगभग मासलाई हामीले कन्सिडरै गरिँदैन कि है, त्योहरू बुझ्नु पऱ्यो। र यो त रे हो, सो यसको कुनै पनि मास छैन, सो इट इज मासलेस, एलएसएस एलइएसएस। एउटा प्रोपर्टी भयो। अर्को कुरा चार्जको कुरा गरौँ है। चार्जको कुरा गर्नुपर्दा अभियसली यो पोजिटिभली चार्ज हुन्छ, किनभने दुईवटा प्रोटोन छ, पोजिटिभ हो, न्युट्रनसँग त चार्ज हुँदैन, सो ओभरअल के भयो त पोजिटिभ चार्ज भयो। र चार्ज चाहिँ कति हुन्छ त प्रोटोनमा र न्युट्रनमा इक्वल चार्ज हुन्छ है, प्रोटोनमा पोजिटिभ हुन्छ न्युट्रनमा नेगेटिभ हुन्छ, भ्यालु चाहिँ इक्वल हुन्छ। सो दुईवटा छ भनेपछि एउटामा 1.6 हुनुपर्ने, दुईटामा 3.2, 3.2 इन्टु 10 को पावर -19 कुलम चाहिँ यसमा चार्ज हुन्छ। यो त इलेक्ट्रोन हो, इलेक्ट्रोनको चार्ज त सबैलाई थाहा नै छ है, -1.6 इन्टु 10 को पावर -19 र यसको कुनै पनि चार्ज हुँदैन अफकोर्स, चार्ज भयो है। अब हेरेँ डिफ्लेक्सनको कुरा गरौँ, जस्तै अल्फा पार्टिकललाई मैले इलेक्ट्रिक फिल्ड अथवा म्याग्नेटिक फिल्डमा पठाएँ भने त्यो डिफ्लेक्ट हुन्छ कि, इलेक्ट्रिक फिल्डले म्याग्नेटिक फिल्डले यसलाई घुमाउँछ, आफ्नो ओरिजिनल बाटोबाट यताउता सारिदिन्छ कि। अफकोर्स हो नि त, किनभने जब चार्ज भएको पार्टिकल चाहे इलेक्ट्रिक फिल्ड होस् चाहे म्याग्नेटिक फिल्ड होस् त्यसमा हिँड्छ है, इफ त्यसमा चार्ज छ भने त्यसलाई म्याग्नेटिक र इलेक्ट्रिक फिल्डले केही न केही तरिकाले इफेक्ट गर्छ। यदि त्यो सिधा हिँडिरहेको छ भने त्यसले त्यसको पाथलाई बाङ्गो टिङ्गो गराइदिने काम गर्छ कि। सो यो के हुन्छ त भन्दाखेरि डिफ्लेक्ट हुन्छ, डिफ्लेक्टेड बाई बोथ, यसलाई दुइटैले गर्छ ओके, बोथ इलेक्ट्रिक फिल्ड एन्ड म्याग्नेटिक फिल्ड। हामीले हेऱ्यौँ नि यो इलेक्ट्रोन भन्ने च्याप्टरमा कि कसरी हामीले इलेक्ट्रोनलाई म्याग्नेटिक फिल्डमा र इलेक्ट्रिक फिल्डमा पठाउँदाखेरि इलेक्ट्रोन डिफ्लेक्ट हुन्छ भनेर, सेम हो है। चाहे इलेक्ट्रोन होस् चाहे प्रोटोन होस्, जेसुकै एउटा चार्ज भएको पार्टिकल छ भने त्यो इलेक्ट्रिक फिल्डमा अथवा म्याग्नेटिक फिल्डमा जाँदा जहिले पनि डिफ्लेक्ट हुन्छ। सो इलेक्ट्रोन पनि डिफ्लेक्ट हुन्छ है, यसको त हामीले पुरै हिसाब नै हेरिसक्यो। सो यदि चार्ज छ भने त्यो डिफ्लेक्ट हुन्छ भनेर बुझ्नु पऱ्यो है, यसमा पनि सेम नै भयो। र यसमा त चार्ज छैन, सो नो डिफ्लेक्सन, डिफ्लेक्ट हुने कुरा हुँदैन। एउटा प्रोपर्टी पनि हेरौँ है, जस्तै के हेरौँ त भन्दाखेरि यिनीहरूको भेलोसिटी हेरौँ त। यसको भेलोसिटीको कुरा गर्नुपर्दा चाहिँ अलमोस्ट 1.4 देखि लिएर लगभग 2.2 यसको रेन्जमा हुन्छ, इन्टु 10 को पावर 7 को रेन्जमा हुन्छ है। यानि कि 1.4 इन्टु 10 को पावर 7 देखि लिएर 2.2 इन्टु 10 को पावर 7 को बिचमा चाहिँ कति यसको भेलोसिटी हुन्छ है, भनेको एकदम धेरै हो यो भने है। अब यो इलेक्ट्रोन, ओके, इलेक्ट्रोनको चाहिँ हामीले एक्ज्याक्टली पत्ता लगाउन सकिन्न है, र यसको एजम्सन चाहिँ हामीले के गरिन्छ भने 1% देखि लिएर 100%, 100 त हुँदैन अफकोर्स, 100 भन्ने कुरा भन्न, अब 98% जति चाहिँ अफ भेलोसिटी अफ लाइट चाहिँ यसको हुन्छ है। यानि कि लाइटको भेलोसिटी कति हुन्छ, सीको भ्यालु 3 इन्टु 10 को पावर 8 हुन्छ नि त होइन। सो यसको 1% देखि लिएर 98% को बिचमा यिनीहरूको हुनसक्छ है। सो यसको बिचमा चाहिँ यिनीहरू के हुनसक्छ त भन्दाखेरि हाम्रो भेलोसिटी हुनसक्छ भनेर बुझ्नु पऱ्यो है। र यो इलेक्ट्रोम्याग्नेटिक वेभ है, यसको त लाइटको जति छ त्यति नै हुन्छ, किनभने एभ्री इलेक्ट्रोम्याग्नेटिक वेभको भेलोसिटी सेम नै हुन्छ, लाइटको स्पिड, सो यसको लाइटको स्पिड जति छ त्यति नै हुन्छ है। ओके, सो भेलोसिटी पनि हेऱ्यो हामीले। अब के हेरौँ त भन्दाखेरि एब्जर्प्सन हेरौँ है त। अब एब्जर्प्सन भनेको बेसिकली के हो भने यो वस्तु चाहे यो अल्फा पार्टिकल होस् चाहे बिटा पार्टिकल होस् चाहे यो गामा रे होस्, कुनै
मेटलमा अथवा कुनै वस्तुमा ठोक्कियो भने यसको इनर्जीलाई त्यो वस्तुले कति छिटो अब्जर्भ गर्न सक्छ त, कति छिटो यसको इनर्जीलाई त्यो वस्तुले लिन सक्छ त। जस्तै एउटा यो अल्फा पार्टिकल अरे है, लेट्स सपोज यो गयो एउटा मेटलमा ट्याक्क लाएर ठोक्कियो अरे। अब यो मेटलमा ठोक्किँदा बित्तिकै यो अल्फासँग त अफकोर्स इनर्जी छ नि त, इट ह्याभ सम इनर्जी राइट, यससँग त इनर्जी छ। यो इनर्जी यो मेटलले कतिको छिटो लिन सक्छ त नि, त्यही नै अब्जर्प्सन हो है। र यदि अब्जर्प्सनको कुरा गर्ने भने यो जुन हिलियम छ है, यो हिलियमको जुन अब्जर्प्सन छ त्यो चाहिँ फास्ट हुन्छ है। यसको चाहिँ नि अब्जर्प्सन जुन छ त्यो कस्तो हुन्छ त भन्दाखेरि फास्ट हुन्छ। र यो फास्ट चाहिँ केमा हुन्छ त भन्दाखेरि मोस्टली तिमीले मेटलको जुन फोइल हुन्छ नि, फोइल भनेको एकदमै पातलो खाले, जस्तै एलुमिनियमको फोइल्स हुन्छ त्यो पातलो हुन्छ नि त। त्यसै गरी मेटलको कुनै पनि मेटलको फोइलमा चाहिँ यसलाई अब हामीले स्ट्राइक गरायो भने त्यो मेटलको फोइलले उत्तिखेर यसको इनर्जीलाई लिइदिन्छ कि अब्जर्भ हुन्छ है। सो यसको फास्ट नै हो ओके। त्यसै गरी अब बिटा पार्टिकलको कुरा गरौँ, बिटा पार्टिकलको चाहिँ स्लो हुन्छ है ओके, स्लो अथवा लो भनेर लेख्दा भयो। यसको तुलनामा है, यसको तुलनामा लोवर देन अल्फा, अल्फा भन्दा चाहिँ यो स्लो अथवा लो हुन्छ, बिस्तारै अब्जर्भ हुन्छ यसको इनर्जी भने। अब यो त रे हो नि त, गामा रे त, सो यो त एकदमै फास्ट है, फास्ट अथवा एकदमै हाई स्पिडमा अब्जर्भ हुन्छ यो चाहिँ है। यसको इनर्जी उत्तिखेरै लिइदिन्छ जहाँनिर ढोक्यो त्यहीँनिर है। ल अब अर्को नेक्स्ट एउटा प्रोपर्टी हेरौँ, पेनेट्रेटिङ पावर। पेनेट्रेटिङ पावर भनेको कुनै वस्तुबाट छिर्न सक्ने पावर हो है। र कुनै वस्तु जति ठुलो भयो त्यति त्यो छिर्न सक्दैन कि। अब यहाँनिर यो हिलियमको बेसिकली न्युक्लियस हो, हिलियमको न्युक्लियस भनेको ठुलो हो कि कम्पेयर टु इलेक्ट्रोन, इलेक्ट्रोन त कति हो कति सानो हुन्छ त्योभन्दा। अब यो त झन् पार्टिकल पनि होइन, यो त बेसिकली वेभ हो जसको वेभ लेन्थै यति सानो हो, यो एक्सरे भन्दा पनि सानो वेभ लेन्थ पाएको भनेपछि यसको जुन पेनेट्रेटिङ पावर छ त्यो लो हुन्छ एकदमै है, लो हुन्छ किनभने यो हेभी छ एकदम है। सबभन्दा हेभी यो तिनवटा मध्ये यही हो, अल्फा पार्टिकल हो। र इलेक्ट्रोनको चाहिँ यसको भन्दा चाहिँ धेरै छ है, यसको भन्दा चाहिँ पेनेट्रेटिङ पावर राम्रै हुन्छ किनभने इलेक्ट्रोन सानो हुन्छ कि है। इलेक्ट्रोन सानो हुने भएको हुनाले पेनेट्रेटिङ पावर चाहिँ बढी हुन्छ, अलमोस्ट 100 टाइम्स देन है त। पेनेट्रेटिङ पावर चाहिँ अल्फाको भन्दा 100 गुणा बढी राम्रो हुन्छ है। र यो गामा त मजाले पेनेट्रेट गर्न सक्छ, सो यसको चाहिँ अलमोस्ट 1000 टाइमै हुन्छ, 1000 टाइम देन अल्फा है त ओके। अल्फा भन्दा 1000 टाइम के हुन्छ त राम्रो हुन्छ यसको है। सो पेनेट्रेटिङ पावर भयो। अब अरू त के पढ्नु पर्यो प्रोपर्टी, एउटा आयोनाइजिङ पावर पनि पढौँ है। आयोनाइजिङ पावर भनेको चाहिँ के भने यो जुन पार्टिकल छ, पार्टिकल गएर कुनै एटममा ढुक्यो अरे, एटममा ढुक्यो भने अब एटमबाट यसलाई आयोनमा कन्भर्ट गर्ने, आयोनमा कन्भर्ट गर्ने प्लस अथवा माइनस गराउने पावरलाई के भन्छ भन्दाखेरि आयोनाइजिङ पावर हुन्छ। सो यो गराउन हामीले के गर्नु पर्यो त, यो गराउन बेसिकली कि त यहाँको एउटा इलेक्ट्रोनलाई उडाइदिन पर्यो, यहाँको इलेक्ट्रोन उडाएपछि यहाँ प्लस चार्ज आउनु भयो, कि त यहाँबाट इलेक्ट्रोन थपिदिन पर्यो, इलेक्ट्रोन थपिदियो भने यहाँ नेगेटिभ चार्ज आउनु भयो, जसरी पनि आयोन त बन्नु भयो। सो नर्मल्ली जो एकदमै हेभी हुन्छ नि त्यसको आयोनाइजिङ पावर एकदम धेरै हुन्छ कि है। सो यहाँनिर यो जुन अल्फाको छ यसको आयोनाइजिङ पावर धेरै छ किनभने यो हेभी छ, यो गएर एटममा ठोक्यो भने इलेक्ट्रोन उत्तिखेर यसले निकालिदिन सक्छ र यो आयोनमा कन्भर्ट गराइदिन सक्छ। सो यसको आयोनाइजिङ पावर कस्तो हुन्छ त भन्दाखेरि हाई हुन्छ, भेरी हाई हुन्छ इनफ्याक्ट है। यसको आयोनाइजिङ पावर चाहिँ हाम्रो अल्फाको भन्दा चाहिँ के हुन्छ त धेरै हुन्छ, सरी थोरै हुन्छ है। अल्फाको भन्दा चाहिँ थोरै हुन्छ तर गामाको भन्दा चाहिँ धेरै हुन्छ। सो यसरी बुझ्दैन, बिटाको जुन आयोनाइजिङ पावर छ त्यो अल्फाको भन्दा सानो हुन्छ तर तिम्रो गामाको भन्दा चाहिँ धेरै हुन्छ, र गामाको चाहिँ सबैभन्दा लोएस्ट हुन्छ है। किनभने गामामा इनर्जी त हुन्छ तर त्यति धेरै इनर्जी पनि हुँदैन कि त्यसले इलेक्ट्रोनलाई नै निकाल्न सकोस् कि है। निकाल्न त सक्छ अफकोर्स, आयोनाइज त गर्छ यसले है। गामाले हाम्रो स्किनमा पर्यो भने हाम्रो स्किनलाई इफेक्ट त हुन्छ किनभने त्यसले आयोनाइज गरिदिन्छ तर यति धेरै पनि गर्दैन यो बिटाले होइन, यो अल्फाले जति गर्न सक्छ त्यति धेरै चाहिँ गर्दैन है। ल यो तिनवटाको प्रोपर्टी थियो है त। ल यहाँसम्म केही कन्फ्युजन छ भने सोध है तिमीहरूले, केही नबुझेको छ भने सोध है।
सो केही छैन होला है नबुझेको। अब हामी डिकेको बारेमा हेरौँ है। यो त पार्टिकलको प्रोपर्टी हेऱ्यौँ हामीले, अल्फा भनेको के हो, बिटा भनेको के हो, गामा भनेको के हो बुझ्यौँ हामीले। ओके, अब रेडियो एक्टिभको प्रोसेसमा यिनीहरू निक्लिने जुन प्रक्रिया छ त्यसलाई भन्छ डिके है। सो कुनै एउटा रेडियो एक्टिभ प्रोसेस भयो, त्यसबाट अल्फा पार्टिकल निक्लियो भने त्यसलाई के भन्छ, अल्फा डिके भनेर भन्छ। सो यसको बारेमा हेरौँ है। अल्फा डिके भनेको बेसिकली एउटा अनस्टेबल न्युक्लियस छ, त्यसले अल्फा पार्टिकल निकाल्यो स्टेबल हुनलाई भने त्यसलाई के भन्छ त, अल्फा डिके भनेर भन्छ है। र लेट्स सपोज एउटा अनस्टेबल न्युक्लियस छ अरे है। ओके, यसलाई प्यारेन्ट पनि भन्छ है, प्यारेन्ट न्युक्लियाई पनि भन्छ। ओके, न्युक्लियस र न्युक्लियाई एउटै हो भनेर बुझ्ने है। ल, न्युक्लियस भनेको बेसिकली तिम्रो सिङ्गुलर हो, न्युक्लियाई भनेको चाहिँ प्लुरल हो, एउटै कुरा। सो यसको एटमिक नम्बर जेड छ अरे, यसको एटमिक मास चाहिँ ए छ अरे है। एटमिक मास ए, एटमिक नम्बर जेड छ। जब यो अल्फा डिके हुन्छ नि, अल्फा डिके हुँदाखेरि लेट्स सपोज यो वाइ बनाउँछ है, र यसले के निकाल्छ, एउटा हिलियमको के निकाल्ने भयो त भन्दाखेरि एउटा न्युक्लियस निकाल्ने भयो है। यसको 4 हुन्छ एटमिक नम्बर, सरी यसको एटमिक मास 4 हुन्छ, एटमिक नम्बर 2 हुन्छ, र इनर्जी निकाल्छ, लट्स अफ इनर्जी निकाल्छ है। इनर्जी जहाँबाट पनि निक्लि नै हाल्छ है, इनर्जी ननिक्लेसम्म यसको युज नै छैन कि। र यहाँनिर अर्को एउटा कुरा के बुझ्नु पर्ने छ भने, यसरी यो अल्फा पार्टिकल त निक्लियो, ठिक छ। अल्फा पार्टिकल निक्ल्यो भने चाहिँ अब नयाँ जुन बनेको न्युक्लियस छ यो त स्टेबल भयो है, यसलाई डटर न्युक्लियाई हुन्छ है त। अब यसको चाहिँ नि एटमिक नम्बर र मासमा कस्तो चेन्ज आउँछ हेरौँ है। जस्तै एटमिक नम्बर भनेको के हो, तिम्रो नम्बर अफ प्रोटोन हो नि है। अब यहाँ त हिलियम बन्यो है, हिलियममा टुक्रियो भनेपछि दुईवटा प्रोटोन त यहाँ गइसक्यो नि त, भनेपछि प्रोटोन जुन छ यानि कि एटमिक नम्बर जुन छ त्यसमा कति हुनु भयो त, 2 ले कमी आउने भयो है। र माथि हाम्रो हुन्छ एटमिक मास। अब हेर है, अब एटमिक मास भनेको त प्रोटोन प्लस न्युट्रोन हो। सो दुईटा प्रोटोन निक्ल्यो, अभियसली एटमिक मास 4 छ भनेपछि दुईटा प्रोटोन र दुईटा न्युट्रोन निक्ल्या होला, भनेपछि एटमिक मास अब 4 ले घट्यो है। सो 2 एटमिक मास यहाँ गयो, 2वटा प्रोटोन यहाँ गयो, 4वटा एटमिक मास चाहिँ यहाँनिर गयो। सो भनेपछि यहाँ घटाउनु पर्यो नि त है। यसरी जुन नयाँ हाम्रो डटर न्युक्लियाई हुन्छ त्यो यस्तो देखिन्छ है। र यसमा जुन इनर्जी क्रिएट हुन्छ त्यो इनर्जी चाहिँ हाम्रो E=mc² ले दिन्छ। र यो m भनेको चाहिँ तिम्रो जस्तै यतापट्टि जति मास थियो नि है, यो जुन के को मास छ है त्यसमा, र यहाँ जुन नयाँ बनेको मास छ यानि कि मास अफ वाइ र मास अफ हिलियम जुन छ, दुईटा बिचमा जति डिफ्रेन्स छ त्यति चाहिँ यसको मास हुन्छ। जस्तै यहाँ हेर्दा त केही डिफ्रेन्स देखिन्न नि, तर 0.00000 अब कति केजी हुन्छ होइन, थोरै भयो भने मास चाहिँ रिड्युस भएकै हुन्छ कि, हामीले आँखाले देख्न सकिने कुरा। र यसरी हेर्दा पनि हाम्रो खासै चेन्ज भएको त देखिन्न। यहाँ ए थियो, यहाँ पनि दुईटाले जोड्नु भने ए नै हुन्छ मास त होइन, तर पनि थोरै मासको डिफ्रेन्स चाहिँ आएको हुन्छ। र त्यही मासले नै हामीलाई बेसिकली के दिन्छ त, इनर्जी दिन्छ है। यो आइन्स्टाइनले जुन फर्मुला दिएको थियो यही नै फर्मुला हो खासमा आइन्स्टाइनले दिएको। सो एनिवे यो धेरै बुझ्न त परेन, जस्ट यसरी बुझ कि यहाँ मेन बुझ्नुपर्ने कुरा चाहिँ यसरी यहाँबाट प्यारेन्ट न्युक्लियाई यस्तो छ भने डटर चाहिँ यस्तो भन्छ भनेर बुझ है अल्फाको, किनभने 4वटा एटमिक मास हिलियमले लान्छ र 2टा एटमिक नम्बर पनि हिलियमले लान्छ है। ल, जस्तै यसको एउटा इक्जाम्पलको रूपमा हेर्नुपर्दा जुन मैले अघि युरेनियमको इक्जाम्पल दिएको थिएँ त्यसमा पनि यही नै हुन्छ है। जस्तै युरेनियम अब टुक्रेर थोरियममा कन्भर्ट हुन्छ कि। ओके, युरेनियम कति छ त भन्दाखेरि 238 छ है। युरेनियमको हाम्रो 92 हुन्छ सायद है, मैले ट्याक्क बिर्सेँ, 92 नै हुन्छ क्या। अब यो कन्भर्ट हुन्छ केमा त भन्दाखेरि थोरियममा है। र यसबाट के निक्लिन्छ, अफकोर्स अल्फा पार्टिकल निक्लिन्छ, 4 हुने भयो, र इनर्जी पनि निक्लिने भयो, लट्स अफ इनर्जी। र यहाँनिर अब 92बाट यो 90मा कन्भर्ट हुन्छ, 238बाट यो 234मा कन्भर्ट हुन्छ। यो जुन नयाँ बनेको छ यो छुट्टै नै हाम्रो न्युक्लियस बन्यो है। र यो के भन्यो त, 90 एटमिक नम्बर भएकोलाई थोरियम भन्ने भन्छ। थोरियम चाहिँ यहाँबाट बन्यो है, यसरी बुझ्नु पऱ्यो। यो भयो अल्फा डिके। अब यसै गरी बिटा र हामी गामालाई पनि हेरौँ है। अब बिटा डिकेमा के हुन्छ,
एउटा इलेक्ट्रोन निक्लिन पर्यो। तर यहाँ त हामीले न्युक्लियसको कुरा गरिरहेको छौँ, न्युक्लियसमा त इलेक्ट्रोन हुँदैन। सो इलेक्ट्रोन कहाँबाट निक्लिन्छ त भन्दाखेरि इलेक्ट्रोन निक्लिन्छ हाम्रो छुट्टै एउटा प्रोसेसबाट है। जस्तै यो बिटा डिके कस्तो खाले हाम्रो एटममा देखिन्छ त, कस्तो खाले अनस्टेबल एटममा देखिन्छ भन्दाखेरि यस्तो खाले अनस्टेबल एटम जहाँनिर चाहिँ जुन प्रोटोन र न्युट्रोनको सङ्ख्या जुन छ इक्वल छैन है। कि त हाम्रो प्रोटोन एकदमै धेरै छ न्युट्रोन भन्दा, अरू न्युट्रोन चाहिँ एकदमै धेरै छ प्रोटोन भन्दा। यस्तो खाले कन्डिसन आयो भने कहिलेकाहीँ के आउँछ त भन्दाखेरि त्यो जुन न्युक्लियस छ त्यो कस्तो भइदिन्छ, अनस्टेबल भइदिन्छ है। सो यस्तो खाले कन्डिसनमा चाहिँ हामीले के बुझ्नु पऱ्यो त, बिटा डिके हुन्छ भनेर बुझ्नु पऱ्यो। एक्चुअलीमा के हुन्छ त भन्दाखेरि अब यहाँ त प्रोटोन अथवा न्युट्रोन चाहिँ धेरै भयो नि त। सो नर्मल्ली चाहिँ हाम्रो न्युट्रोन चाहिँ धेरै भइरहेको हुन्छ है। सो न्युट्रोन धेरै भयो भने अब हामीलाई धेरै न्युट्रोन त चाहिएन है। सो एउटा न्युट्रोन चाहिँ जान्छ, न्युट्रोनलाई हामीले यसरी देखाउने कि न्युट्रोनलाई हामीले यसरी देखाउने, यहाँ तलतिर हामीले के लेखिन्थ्यो, एटोमिक नम्बर लेखिन्थ्यो, यानि कि नम्बर अफ प्रोटोन लेखिन्थ्यो, त्यहाँ 0 लेख्ने, माथि हामीले लेखिन्थ्यो मास, मास त हाम्रो 1 हुने भयो, एउटा न्युट्रोनको 1 हुन्छ मास है। त्यसरी यो न्युट्रोन ओके ल। सो न्युट्रोन जान्छ र न्युट्रोन केमा कन्भर्ट हुन्छ त भन्दाखेरि प्रोटोनमा कन्भर्ट हुन्छ क्या है। सो न्युट्रोन जान्छ, न्युट्रोन केमा कन्भर्ट हुन्छ, प्रोटोन। प्रोटोनलाई यसरी देखाउने हो कि यो भनेको बेसिकली हाइड्रोजन यानि कि एच एटमको न्युक्लियाई है। हाइड्रोजन एटमको न्युक्लियस भन्नु र प्रोटोन भन्ने एउटै कुरा, किनभने हाइड्रोजन एटमको न्युक्लियसमा एउटा त्यही प्रोटोन हुन्छ त्यही है त। अनि त्यसपछि हाम्रो के भयो त भन्दाखेरि र यहाँबाट अब हाम्रो निक्लिन्छ इलेक्ट्रोन। हाम्रो अब के निक्लिन्छ त भन्दाखेरि इलेक्ट्रोन। इलेक्ट्रोनको मास हुँदैन, हामीले कन्सिडर गरिने त्यसलाई 0 भयो माथितिर। तलतिर इलेक्ट्रोनको जुन हाम्रो एटोमिक नम्बर छ त्यसलाई चाहिँ हामीले -1 लेखिन्छ है, किनभने प्रोटोन भनेको 1 हो, इलेक्ट्रोन पनि प्रोटोनको र इलेक्ट्रोनको चार्ज त एउटै छ, तर इलेक्ट्रोनको चार्जमा के छ, नेगेटिभ छ, त्यही भएर यहाँ -1 लेख्ने है। जस -1 E0 लेखेपछि यो इलेक्ट्रोन भन्ने भन्नु पऱ्यो है। यो के हो, इलेक्ट्रोन र यही नै के हो त, बिटा पार्टिकल हो बेसिकली है। र यहाँबाट निक्लिन्छ अझै एउटा कुरा है। अब यो कुराको बारेमा धेरै जान्न त पर्दैन, जस बुझ्न चाहिँ पर्यो र इक्जाममा पनि लेख्न चाहिँ पर्छ। र यहाँबाट निक्लिन्छ एन्टी न्युट्रिनो। के निक्लिन्छ, एन्टी न्युट्रिनो। एन्टी न्युट्रिनो भनेको बेसिकली पार्टिकल हो कि। जसरी हामीलाई थाहा छ नि त न्युट्रोन, प्रोटोन, इलेक्ट्रोन त हामीलाई थाहा छ, त्यति मात्र होइन कि कति धेरै पार्टिकलहरू अझै छ कि त्योभन्दा पनि सानो है। क्वार्क हुन्छ, लेप्टन हुन्छ, अरू के हुन्छ तिमीहरूले पढ्या होला, पोजिट्रोन हुन्छ है। त्यो 11मा छ सायद, पार्टिकल फिजिक्स भन्ने एउटा टपिक, त्यसमा छ होला। जस के बुझ्नु पऱ्यो त भन्दाखेरि एउटा एन्टी न्युट्रिनो भन्ने बेसिकली एउटा पार्टिकल चाहिँ निक्लिन्छ भन्ने बुझ्नु पऱ्यो, बस सक्यो। यसलाई कहिलेकाहीँ यसरी रिप्रेजेन्ट गरिन्छ, एउटा यसरी घुमेको भी, यस्तो खाले भीले रिप्रेजेन्ट गरिन्छ। यसलाई न्यू भनेर भन्छ, आई हुन्छ सायद स्पेलिङ, ग्रिक लेटर हो। सो यसरी पनि रिप्रेजेन्ट गरिन्छ यसलाई। एन्टी न्युट्रिनो लेखे पनि भयो, डाइरेक्ट त्यो लेख्दा पनि भयो है। जस यसरी बुझ्नु पऱ्यो कि यसरी हुन्छ बिटा डिके। सो एउटा न्युट्रोन जान्छ, त्यो प्रोटोनमा कन्भर्ट हुन्छ, एउटा इलेक्ट्रोन त्यहाँबाट निक्लिन्छ र एन्टी न्युट्रिनो निक्लिन्छ है। सो यो भयो हाम्रो न्युट्रोन धेरै भएको केसमा। अब प्रोटोन धेरै भएको केसमा फेरि प्रोटोन हाम्रो न्युट्रोनमा कन्भर्ट हुन्छ है। सो प्रोटोन न्युट्रोनमा कन्भर्ट हुन्छ र यहाँ इलेक्ट्रोन निक्लिएको थियो भने यहाँ अब इलेक्ट्रोनको ठ्याक्कै उल्टो निक्लिन्छ, पोजिट्रोन निक्लिन्छ। के निक्लिन्छ यहाँ, पोजिट्रोन है। पोजिट्रोन र इलेक्ट्रोन एउटै हो, बस इलेक्ट्रोनको चार्ज चाहिँ नेगेटिभ हुन्छ भने पोजिट्रोनको चार्ज चाहिँ के हुन्छ त, पोजिटिभ हुन्छ, त्यही हो है। सो यहाँबाट के निक्लिन्छ, पोजिट्रोन निक्लिन्छ। र यहाँ माथि एन्टी न्युट्रिनो निक्लिएको थियो भने यहाँ के निक्लिन्छ, न्युट्रिनो निक्लिन्छ है। ल यहाँ चाहिँ माथि यस्तो बार लगाउनु पर्छ, यहाँ चाहिँ नलगाइ नै हुन्छ है। ल यसरी बुझ्नु पऱ्यो, तर मेन चाहिँ हामीले माथिकै बुझ्नु पऱ्यो है। यो चाहिँ हाम्रो मेन हो ओके, यो चाहिँ हाम्रो मेन हो है, यसलाई बुझ्नु पऱ्यो तिमीहरूले ओके। ल अब एउटा यसको उ हेरौँ है त। जस्तै एउटा एटम छ प्यारेन्ट, सो यसको एटोमिक नम्बर ए छ, एटोमिक मास चाहिँ जे छ भने अब यो यदि बिटा डिकेमा गयो भने अब नयाँ बन्दाखेरि कस्तो बन्छ त भन्दाखेरि हेर त, एउटा न्युट्रोन जान्छ र त्यो केमा कन्भर्ट हुन्छ, प्रोटोनमा कन्भर्ट हुन्छ। यो माथिको हेर्नु पऱ्यो, तलतिरको त्यति युज हुँदैन, यो हेर्नु पऱ्यो। सो एउटा प्रोटोन यसमा थपियो भनेपछि एटोमिक नम्बर पनि के भयो त, एकले बनियो। एटोमिक मास चाहिँ सेमै हुने भयो है, किनभने प्रोटोन थपिँदैमा त न्युट्रोन कन्भर्ट भएर प्रोटोनमा कन्भर्ट भयो नि त। सो एटोमिक मास त जे थियो त्यही नै भयो है। एटोमिक मास अब
हामीले जेड थियो, जेड नै लेखिन्छ, यता लेख्ने हुन्छ, यता लेख्ने हुन्छ, एउटै कुरा हो। र यहाँबाट निक्लिन्छ एउटा इलेक्ट्रोन, जसलाई हामीले बिटा पार्टिकल भनेर भनिन्छ। र यहाँबाट निक्लिन्छ हाम्रो न्युट्रिनो, एन्टी न्युट्रिनो है। र इनर्जी पनि निक्लिन्छ है, यो चाहिँ लेख्नु पऱ्यो ल। यस्तो चाहिँ हाम्रो हुने भयो है त। यसरी बुझ्नु पऱ्यो। सो जुन डटहरू छ, डटरमा एटमिक नम्बर वानले बढ्छ, एटमिक मास चाहिँ कन्सटेन्टै रहन्छ भन्ने बुझ्नु पऱ्यो। यसको एउटा जुन इक्जाम्पल छ त्यो चाहिँ हाम्रो कार्बन 14 हुन्छ है। हाम्रो कार्बनको टन्नै आइसोटोप हुन्छ, त्यसमध्ये एउटा छ कार्बन 14 है। कार्बन 14 चाहिँ कति 0 पोइन्ट समथिङ कति पर्सेन्ट छ कि पुरै टोटल हाम्रो एटमोस्फियरमा। हाम्रो शरीरमा पनि 0 पोइन्ट कति पर्सेन्ट हुन्छ कि है। अनि एकदमै थोरै हुन्छ अफकोर्स होइन। र त्यो रेडियो एक्टिभ हुन्छ। कार्बनको कति हुन्छ 6 हुन्छ होइन। यो चाहिँ हाम्रो कन्भर्ट केमा हुन्छ त भन्दाखेरि यो चाहिँ हाम्रो केमा कन्भर्ट हुन्छ त भन्दाखेरि नाइट्रोजनमा कन्भर्ट हुन्छ। सो नाइट्रोजनको एटमिक नम्बर कति हुन्छ 7 हुन्छ, एकले बढी ठिक छ। अनि माथितिर हाम्रो 14 नै हुन्छ। र यहाँबाट एउटा बिटा पार्टिकल निक्लिन्छ है। र यसरी बुझ्नु पऱ्यो है। सो यो चाहिँ इक्जाम्पल हो, C14 भन्छ यसलाई। ओके। र अब थोरै गामाको बारेमा पनि हेरौँ है। गामा डिके पनि हेरिदिइहालौँ। गामा डिके चाहिँ नर्मल्ली हाम्रो के हुन्छ त भन्दाखेरि जुन हाम्रो गामा डिकेमा अब केही पनि हुँदैन कि बेसिकली प्यारेन्ट जस्तो थियो त्यस्तै हुन्छ। जस्तै प्यारेन्टको एटमिक मास ए छ, एटमिक नम्बर जेड छ भने जुन हाम्रो डटर भन्छ नि त्यसको पनि सेम नै हुन्छ। तर यहाँ हाई इनर्जी हुन्छ यसको, त्यही भएर स्टेबल भएको हुँदैन भने। अब यहाँ आउँछ, यहाँ आउँदाखेरि यसको इनर्जी थोरैले कम हुन्छ र त्यो इनर्जी केमा कन्भर्ट हुन्छ त गामा रेमा कन्भर्ट हुन्छ। किनभने यो त बेसिकली रे हो नि त, यो इलेक्ट्रोन नै होइन, प्रोटोन नै होइन। सो केही पनि कुरा चेन्जेस हुँदैन कि, न्युक्लियस जस्तो थियो त्यस्तै नै हुन्छ, बस यसको इनर्जीमा मात्र चेन्ज आउँछ है। सो प्यारेन्ट न्युक्लियाई चेन्जेस इन्टु डटर न्युक्लियाई अनि they have same atomic number and same atomic mass, but the daughter nuclei have low energy and that energy is converted into हाम्रो के त भन्दाखेरि गामा रे है। ओके। सो हाम्रो यो जुन छ यो चाहिँ हाम्रो यसको इक्जाम्पल हेर्ने भने हाम्रो कोबाल्टको एउटा 60 एटमिक मास भएको एउटा छ आइसोटप, त्यसमा चाहिँ हाम्रो यो देखिन्छ। जस्तै यसको 28 हुन्छ है कोबाल्टको, र 60 भयो। यो अब सेम नै हो कि, यसमै कन्भर्ट हुन्छ है, कोबाल्टमै कन्भर्ट हुन्छ, सेम हुन्छ यिनीहरूको सबै कुरा। जस्ट यसले के निकाल्छ त गामा रे चाहिँ निकाल्छ है। सो यसको इनर्जी चाहिँ यहाँ के भयो, लो भयो, अगाडि थियो हाई है त। यसलाई भन्छ गामा डिके। ओके ल, यो 3 किसिमको हाम्रो डिके थियो है। र यही नै हुने हाम्रो होल रेडियो एक्टिभिटीमा, कि त हाम्रो अल्फा निक्लिन्छ, कि बिटा निक्लिन्छ, कि गामा निक्लिन्छ है। ल यहाँसम्म केही कन्फ्युजन छ भने सोध है। कन्फ्युजन छैन भने अर्कै टपिक हामी हेरौँ है। एउटा ल छ डिस्प्लेसमेन्ट ल भन्ने, त्यसलाई हेरौँ है त। बेसिकली डिस्प्लेसमेन्ट ल भनेको के हो भने अब हाम्रो अघि हामीले जे पढ्यौँ त्यही हो कि है। माथि हामीले अल्फा र बिटामा के पढ्यौँ, अल्फा डिके हुँदाखेरि एटमिक मास 4ले गर्छ, एटमिक नम्बर 2ले गर्छ पढ्यौँ है। र बिटा डिके हुँदाखेरि हाम्रो एटमिक जुन हाम्रो नम्बर छ त्यो सेम नै रहन्छ, तर एटमिक मास चाहिँ सेम नै रहन्छ। सरी यहाँ के मिस्टेक भएको जस्तो लाग्यो, यो चाहिँ माथि हुनु पर्यो। एटमिक नम्बर जेड हो, एटमिक मास चाहिँ ए हो है, मिस्टेक भएको रहेछ। ल
सो एटमिक हाम्रो जुन मास छ त्यो चाहिँ सेम रहन्छ, एटमिक नम्बर चाहिँ 1 ले बढ्छ है। सो यहीलाई नै यही दुईवटा कुरालाई अब ल्याङ्ग्वेजमा लेख्यो भने त्यही नै हो त डिस्प्लेसमेन्ट ल है। सो ड्युरिङ अल्फा डिके हुने बेलामा हाम्रो जुन न्युक्लियस छ प्यारेन्ट पिएन लेखेँ मैले प्यारेन्ट न्युक्लियस, त्यो चेन्ज हुन्छ डटर न्युक्लियसमा, र डटर न्युक्लियसमा जुन छ एटमिक जुन हाम्रो मास छ त्यो 4 ले गर्छ, एटमिक नम्बर जुन छ त्यो 2 ले गर्छ। ओके, सक्यो है। अब हामीले अर्को हेरौँ के त भन्दाखेरि बिटा डिके हो कि। र सेम हो बिटा डिकेमा पनि प्यारेन्ट न्युक्लियाई चेन्ज हुन्छ डटर न्युक्लियाईमा, र यसमा चाहिँ हाम्रो एटमिक जुन मास छ त्यो चाहिँ सेम नै हुन्छ, र एटमिक नम्बर जुन छ त्यो 1 ले गर्छ। ओके, ल यति कुरा हो। ल यसमा त केही कन्फ्युजन छैन होला है तिमीहरूलाई, ऐ नै भनेको कुरा हो। अब यसलाई किताबमा हेर, तिमीलाई ल्याङ्ग्वेजमा लेखाएला, मैले पनि नोट पढाइदिएको थिएँ अस्ति नै है, त्यो सबै च्याप्टरको थियो, त्यो पनि एकचोटि चेक गर है त, त्यसमा पनि तिमीहरूलाई दिएको होला है। ल ओके, सो आजलाई हामी यति नै गरौँ है त। अब अरू टपिकलाई चाहिँ हामी भोलि हेरौँ ल। ल सबैजनालाई बाई बाई है त, राम्रोसँग पढ।